साथीहरू आफ्नो आएर तनाव ढिलो सब साथीहरू बिच्किरहेको छ ढिलो गरेर ल मल्ल फाइनल्ली सबैजना भयो अन्त नि म्युट ब्लग क्या आफू चाहिँ नबोल्ने कि म्युट ए म्युट होइन क्या बनाएको छु त्यहाँ तपाईँहरूले रिस उठाएर यहाँ कति रिसाएर बोलिरहेको छु यहाँ भर्खर हाम्रो इन्ट्री हुँदैछ यहाँ यस्तो हुनुहुन्छ कि आमामा सबैजना उहाँ हाम्रो दाइ कतिवटा एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा भयो हाम्रो सातवटा ल 1 घन्टा कि 2 घन्टा भइसक्यो होला यस्तो छ हाम्रो साथीहरूको पर्खाइमा रिस आफ्नो आफ्नो तरिकाले पोखिँदैछ के साह्रो ढिलो उहिले कति भयो हामीले रेलवेचोकमा कति पर्खिनु पानीले घाम पानीले छेक्दैन नमस्ते नमस्ते भाग्यमानी रेन्टकोट किनेर आफू चाहिँ हैन ठुलो कुरा गर्दैछ अनि यता पनि हैन अनि हामी गरिब दुखीले चाहिँ कसरी किन्नु त रेन्टकोट हैन एल्दै ठिक कुरा गर्छ अनि मलाई त उयो छ भन्ने थाहा थिएन है फेरि हाम्रो ग्रुपमा आउँदैछ गरिब र दुखीको कुरा छैन यहाँ त अहिले फेरि बाजे दुर्गा नाना प्लान कसको थियो अरे आइतबारको प्लान हो सुन्यौ नि मलाई भनेको है हामी भनेको नानाले फेरि जसले अनड्राइभ गर्नु कसले के गर्ने अनि कस्तो ढिलो गर्नुभएको त कति भयो हामीले पर्खेको आमामा सबैले फोन गरेर कति फोन गरिसकेर नि ल भेरेटार पुगिसक्यो अब हामी चाहिँ अब भेरेटारदेखि नाम्चेतिर जाँदैछौँ म चाहिँ गएको छुइनँ 1-2 साथी छौँ नजाने साथीहरू गाह्रो छ कि क्या हो सुट हुँदैछ हाम्रो दाइमा हरे शिव शङ्कर कैलाशपति यो त कैलाशपति नै होला हो आमामा स्वर्ग जस्तै हुन्छ होला हौ यहाँ हेर्नु न उता बारी कस्तो छ आछि त्यस्तो नभन्नु न हेर्नु त मम्मी कस्तो मलाई यस्तो राम के यो ल्याउनु आटेको थियो त्यो के त्यो मिल्छ क्या त्यो जाइ पनि ए हो र अनि ल्याउनु थियो नि त खै त नि नाम्चे चाहिँ आइपुगिसक्यौँ हामी नाम्चे चाहिँ बजार चाहिँ यही रहेछ यस्तै रहेछ धेरै टाढा त रहेन रहेछ भेटादेखि मलाई चाहिँ टाढो छ जस्तो लागिरहेको थियो कस्तो रहेछ आउनलाई त सबै थाहा भइसक्यो नजिकै हो भन्ने मलाई चाहिँ थाहा थिएन फर्स्ट टाइम राम्रै रहेछ भिडियो अहिले म यहाँबाट उयो क्याच गराउँछु नाम्चेको थुन्की कहाँ बसेर खाने के गर्ने प्लान हुँदैछ यहाँ हुन्छ हाम्रो सर चाहिँ निरन्दै कस्तो राम्रो क्या यो फुल चाहिँ मम्मी म जोतको ठाउँ ल्याउँछु त खोजी कसम यो फुल चाहिँ बगैँचामा नजाऊ तिमी भमराले छुमिदेला यस्तो भएको ल यता पनि फुल यो के हो यो यहाँ हेर्नु न यहाँ यो के हो यो कस्तो राम्रो फुल यो फुल के हो आर्टिफिसियल जस्तै
भोकले सेकुवा सुरु हुँदैछ हाम्रो कुकमेन कुकुरको नाम चाहिँ के राख्नु यसले ठुलोको त सुहाउँदैन नि भाइ दाई भाइहरू हुनुहुन्छ कुकमेनमा हैन कुकुर दाइ मैले के को मासु यो पहिला यति नै हो कालो बुङ्गो लडाने कालो बुङ्गो दिएको गिदी लाग्यो बसन्तीले लगिरहेछ अनि त मैले पालेको मेरो चाहिँ घरमा बसेर खाली बसन्ती यो यहाँ चाहिँ कोइला भएको भए चाहिँ हैन रापिँदै गर्छ नि आत्मा गर्छ नि खाना खाएर लोकलको तरकारी सागो तरकारी भुटन गरेर खाम त हाम्रो खाना पनि आइसक्यो अब लोकलको सुप म हिँडे त्यता भात खाएर के अरे बाहिर हिँडे भने क्या मकै बारी तोड्याम भात कर्याम कस्तो भइरहेछ खानाहरू दामी छ त कसै भने यस्तो छ अब भने हामी फर्किनु आँटेको छौँ घर लास्ट हाम्रो भिडियो ल अब भने हामी फर्किँदैछौँ